थर्ड एपिसोड अफ मेकिङ 10 रुपिस टु 1000 रुपिस। अनि आजको यो भिडियोमा चाहिँ हामी बालुजु चोक एरियामा छौँ, हजुरहरू हेर्न सक्नुहुन्छ। सो लेट्स स्टार्ट दिस भिडियो। तो चलिए शुरू करते हैं। हामीले 130 रुपियाँको दुईटा पानीको बोतल र 3टा फ्रुटी किन्यौँ। अब त्यो किनेको सामान अब हामीले बेच्न हिँड्यौँ। नमस्ते हजुर, हामी चाहिँ एउटा कन्टेन्ट बनाइरह हो है, 10 रुपियाँदेखि 1000 रुपियाँ बनाउने। अब चाहिँ एउटा बोतल किनेको थिएँ, यो किन्नुहुन्छ कि हुँदैन? हल्का सहयोग। अहिले त मसँग पैसा छैन, मै कामबाट। ए हस् हस्, हुन्छ हुन्छ, कुरा गर्न मिल्छ। खासै के गर्नुपर्ने हो र? यहाँ पे क्या हो रहा भाई, ये कहाँ फंस गया भाई। चाहिँ एउटा पानी किनेको थिएँ, किन चाहनुहुन्छ कि हुँदैन पानी? खासै बेसी चिसो एकदम चिसो भइहाल्छ एउटा। हुन्छ 40 मा हो, तर किन यति महँगो? त्यही भएर त अलिकति। हस्, धेरै धेरै धन्यवाद अङ्कल है। दाइ नमस्ते। एकछिन भिडियो बनाउन मिल्छ? हुन्छ। हामी चाहिँ एउटा कन्टेन्ट बनाइरहेको थियौँ, रुपिसबाट 24 आवरमा 1000 रुपियाँ बनाउने होइन। अनि हामीले चाहिँ यो मिनरल बोतल छ हातमा, अप्सन छ है तपाईँसँग, यो लिनुहुन्छ कि यो लिनुहुन्छ? हजुर एउटा किन्नु पर्यो हामीबाट, वाटर किन्नुहुन्छ। तर भिडियोले गर्दा चाहिँ 40 गरिदिएको दाइ हामीले। अघि नैको दाइले पनि 40 मा लिनुभयो, तपाईँ लिनुहुन्छ कि हुँदैन? हजुर म लिन्छु। लिनुहुन्छ? हस्, एक्स एडिके हुन्छ। हस्, धेरै धेरै धन्यवाद। हामीले 3 पटक पानी बेच्दाखेरि प्रफिट पाएको थियौँ। सो फेरि हामी यही स्पटमै ट्राई गर्न लागौँ। हेरौँ मान्छेले पर्खिरहेको छौँ होइन, टिल नाउ हेर्दै गर्नु होला। नमस्ते दाइ। फ्रुटी किनिदिनु पर्छ है, किनिदिनुहुन्छ? यो फ्रुटी किनिदिनुहुन्छ? किनिदिन्छु त्यसो भए यो फ्रुटी 50 रुपियाँ पर्छ। हजुर किन्नुहुन्छ? किनिदिन्छु। दिनुहोस्। धन्यवाद है दाइ। जस्तो कि हेर्न सक्नुहुन्छ, हामीले फ्रुटीलाई बेचेर 50 रुपियाँ पाइसकेका छौँ। एउटा फ्रुटी छ, त्यसलाई नै बेच्नुपर्छ। ल गाइस, चाहिँ यहाँ फ्रुटी छ होइन, त्यसलाई चाहिँ किन्नु पऱ्यो कि? हजुर छैन, हामीले अनलाइन पेमेन्ट एक्सेप्ट गर्छौँ होला। हुन्छ हुन्छ। नमस्ते दाइ। नमस्ते नमस्ते। नमस्ते दिदीहरू। हजुरको नाम के हो? दिपेन्द्र भट्ट। जस्तो हेर्नु भइरहेछ, हामीले एउटा भिडियो बनाइरहेको छ। आप कौन, कहाँ लगाया फोन? त्यो भिडियोमा चाहिँ हामीले के गर्नुपर्छ भने 10 रुपियाँलाई चाहिँ 1000 रुपियाँ पुऱ्याउनु पर्छ है। त्यो चाहिँ एउटा हामीले च्यालेन्ज दिएको छौँ, फ्रुटी किनेको छौँ। ल त्यो धन चाहनु हुँदैछ? ल हाम्रो पनि रेन्टल छ, बाइकर्स जोन रेन्टल होइन। हजुरहरूलाई स्कुटर बाइक रेन्टमा चाहिँदै 1 दिन 2 दिन 4 दिन 5 दिन महिना दिन कति दिनलाई चाहिन्छ? सर्च अस अन टिकटक बाइकर्स जोन रेन्टल। यु क्यान फाइन्ड अस अन गुगल म्याप टु सर्च बाइकर्स जोन रेन्टल। वी आर लोकेटेड एट ठुलो भर्याङ काठमाडौँ। थ्याङ्क यू है। दाइले भनेको सुनिसक्नुभयो, अब मलाई सब्सक्राइब गर्नु होला। त्यसपछि हामीले धेरै सामान किनेको छौँ, त्यो पनि बेच्न बाँकी छ। भाइ मलाई केही थाहा छैन होइन, एउटा कन्टेन्ट बनाइरहेको थियो कि हामी, 10 रुपियाँबाट 1000 रुपियाँ बनाउने 1 दिनमा। यो हजुर किन चाहनुहुन्छ? हुन्छ हुन्छ 10 रुपियाँदेखि चाहिँ 1 दिनमा 1000 रुपियाँ बनाउनु पर्यो। सो हामीले धेरैजनालाई चाहिँ अनि पानी बेचिरहेको थियौँ, एज यु क्यान सी होइन। सबले 40 मा लिइरहेको थियो। हजुर चाहनुहुन्छ लिन? 40 मा लाउनु भाइ। हस्, नमस्ते दिदी। कन्टेन्ट बनाइरहेको थियौँ आज, दुईवटा अप्सन छ, पानी लिनुहुन्छ कि निम्बु पानी? पानी लिनुहुन्छ? धन्यवाद दिदी। आज युट्युब च्यानल छ होइन, युट्युब भिडियो बनाइरहेको छौँ। 10 रुपियाँबाट 1000 रुपियाँ बनाउनु पर्यो, चाहिँ हजुरले किनिदिनु पर्यो। सक्नुहुन्छ? निम्बु पानी निम्बु पानी, बदम जुस केही हुँदैन दिदी। धेरै नमस्ते। हजुर हामीले एउटा भिडियो बनाइरहेको छौँ, बनाउनु मिल्छ? हजुर के को भिडियो हो र? युट्युबको लागि भिडियो हो। ए मलाई के भन्न आउँदैन। भाई मुझे माफ कर दो। अब त्यस्तो केही भन्ने कुरा त्यस्तो केही छैन, तर हजुरले चाहिँ हामीले एउटा च्यालेन्ज गरेर छौँ, हजुर सपोर्ट मात्रै गरिदिनु पर्यो। के च्यालेन्ज हो र? अब सहयोग चाहिँ यस्तो छ हाम्रो, हामीले 10 रुपियाँलाई 1000 रुपियाँमा पुऱ्याउन खोजिरहेछौँ। हामीसँग अब 300 रुपियाँ भइसक्यो, अझै अब धेरै सामानहरू छ। अब हजुरले कुरा किन्नु पर्यो क्या? पानी किन्छु नि त।
ल त्यसो भए त यो च्यालेन्जको लागि भनेर चाहिँ हामीले 40 रुपियाँमा चाहिँ किन्नुपर्छ। यो पानीले चाहिँ कति पर्छ नि? 30 पर्छ यो पानीलाई 10 रुपियाँ मात्र ल्याए हामीले। 30 पर्छ? हजुर अब धन्यवाद ल आन्टी। नमस्ते दाइ। भिडियो बनाउनेको हेर्नु भइरहेछ। सामान किन्दै हामी बेचिरहेको छौँ क्या। अब यो बोतल किनेको छ भने हामीले त्यो किन्न चाहनुहुन्छ हजुरले? नमस्ते, एकछिन भिडियो कन्टेन्ट बनाइरहेको छौँ कि 10 रुपियाँबाट चाहिँ 1000 रुपियाँ पाउने हामी एउटा स्टुडेन्ट पनि हो अनि थोरै सोसियल एक्सपेरिमेन्ट पनि गरिदिनु म त भनेर होइन एउटा दिइरहेको छौँ। यो किन्नुहुन्छ निम्बु पानी। मेरो नाम लप्सन। लप्सन हजुर, मायाको छोरा। मायाको छोरा। हजुर लप्सन। अहिले होइन हामी भिडियो बनाउँदा बनाउँदा पानी पराछ। सो अब हाम्रो लास्ट हुनेवाला छ। अब यो कसलाई दिउँ होला होइन? हेरौँ गाइस, यसको लागि चाहिँ हेर्दै गर्नु होला। बाटो हिँड्दै गर्दा मेरो साथीले अङ्कलको कुटे खाएको छ। अङ्कल नमस्ते। क्या रे भिख मंगिया, क्या देख रहा है? भिडियो बनाइदिनु छ एकछिन? अब लास्ट कुरा भएर पनि अब हामी बेच्न अर्को ठाउँ गयौँ। हजुर नमस्ते ब्रदर। नमस्कार। भिडियो बनाइदिनु छ एकछिन? मिल्छ होइन? हेर्नु न, हामी सानो कन्टेन्ट क्रिएटर मात्र हो क्या दाइ। निम्बु पानी के हुन्छ हुन्छ नि? लेमन होइन? ल हस्, धेरै धेरै धन्यवाद दाइ है। ल ल ल दाइ। वी आर अन द एक्ज्याक्ट सेम प्लेस जहाँ हामीले 10 रुपिसदेखि 1000 रुपिसको कन्टेन्ट सुरु गरेको थियौँ अनि त्यो कन्टेन्ट चाहिँ आज फाइनली हामी इन्ड गर्दैछौँ। अनि 1000 त पुग्न सकेन बट 500 चाहिँ पुग्यो। अनि त्यसको लागि थ्याङ्क यू सबैजनालाई हेरिदिनु भएकोमा होइन। अनि आशा छ यो भिडियोले तपाईँहरूलाई पनि केही त्यस्तो होप त्यस्तो मोटिभेसन दियो होला। अझै यस्तै यस्तै कन्टेन्टहरू हामी बनाउनेछौँ, त्यसैले तपाईँहरूले पनि सपोर्ट गरिराख्नु होला। ल गाइस, यति नै भन्न चाहन्छु। फेरि भेटौँला, बाई बाई।